शुभम ताइङदो दोजाङले चाहिँ 10 जना डन वान जन्माउन सफल भयो त्यो 2061 सालमा। त्यस पछाडि गएर अहिले 2063 सँगसँगै हामीले डन टू थाप्न सफल भइसकेको छ। शुभम ताइक्वान्डो दोजाङको शङ्कर कार्कीको नेतृत्वमा चाहिँ डन टू भएर आउने खेलाडीहरू आज 2 जना उपस्थिति हुन सकेको छैन कारणवश हैन। त्यहाँ 2 जना उपस्थिति भइसकेका छन् र 1 जना डन वान भएर एन्जल राई आइसक्नु भएको छ। पिजम कार्की डन टू भएर आउनु भएको छ। मिना नेपाल डन टू भएर आउनु भएको छ र शिक्षा खड्का डन टू भएर आज उपस्थिति हुनुहुन्न। प्रीतम राजवंशी डन टू भएर आज उपस्थिति हुनुभएको छैन कारणवश उहाँहरू घरमा आफ्नै समस्याले होला सायद आउनु होलमा उपस्थिति हुनु भएन। र त्यसै गरेर हाम्रो अब समग्रमा अझै 6 जना डन वानहरू डन टूको लागि 5 महिना पछाडि जाने कोसिसमा उहाँहरू ट्रेनिङमा उपलब्ध हुनुहुन्छ। अहिले उहाँहरूले ट्रेनिङ गरिराख्नु भएको छ। त्यसै गरेर आज 10 जना डन वान सँगसँगै 11 जना डन वान र 4 जना डन टू बनाउन सफल हुन हाम्रो शङ्कर कार्कीलाई हामी यो दोजाङको तर्फबाट उहाँलाई स्वागत गर्दछौँ हैन। उहाँलाई दोसल्ला ओढाएर हामी सो सम्मान गरेर आज घर पठाउने काम गर्दैछौँ। ल आरोही पहिले टटीको लगाइदे। त्यो टोपी खोल न तिमी चाहिँ टोपी उता भुइँमा राख। त्यो तिम्रो पालो आउँछ फेरि। ल हाम्रो डन टूले चाहिँ गुरुलाई सम्मान गरेका छन् हैन। र त्यसै गरेर म शङ्कर कार्कीलाई आफ्नो स्टुडेन्टको अगाडि आउन आग्रह गरिरहेको छु हैन। र अब त्यसै गरेर त्यो रेडी त्यसै गरेर हाम्रो खेलाडीहरूमा यसपालि 2083 साल सँगसँगै चाहिँ एल्जल राई चाहिँ डन वान भएर आउनुभएको छ। उहाँलाई सम्मान गरिदिनको लागि शङ्कर कार्कीको हातबाट म आग्रह गर्न चाहन्छु र सबले ताली पड्काएर स्वागत गरिदिनु होला उसलाई हैन। अबका दिनहरूमा उहाँलाई सुसम्मान तरिकाले हैन। ल त्यसै गरेर हाम्रो डन टूको लागि जानुभएको छ पिजम कार्की। उहाँलाई सम्मान गरिदिनको लागि शङ्कर कार्कीसँग म अनुरोध गर्दछु हैन। भइसक्यो सिक्नु कसरी ट्रेनिङ गराउनु पर्छ, नानीहरूलाई कसरी ट्रेनिङ गरेर सिकाउनु पर्छ।